छ सर। अरूका आमा बाचौकिया गरेर बस्छन्, मेरो चरित्र हत्या गरेछन्, मेरो परिवारको चरित्र हत्या गरेछन्। म एकदमै प्रोफेसनल ब्युटिसियन, 5-6वटा देश मेरै हिम्मतले गएर आएकी मान्छे। मेरो छोराछोरीलाई मेरो बलले पार्लरमा आउने मान्छेले यिनीहरूको संस्कार देखेर सर जो कस्टमर पनि छक पर्छन् के छक पर्छन्, त्यसरी गायब गराइदिए सर। मेरो कोक रित्यो जबसम्म मेरो छोरोको हत्यारा पत्ता लाउन्न सर, मैले लास उठाउन्न, मेरो जुन सम्पत्ति गयो सर। यिनीहरूले के सोचे पहिला, मेरो बुढोलाई मैले उपचार गर्दा 30-35 लाख लाग्यो सर। मैले गर्दा यिनीहरू अपराधीले के सोचे, यो कमजोर भइ छ, यसको कोही बिमारी छ, यसले गर्न सक्दिन। महिला हो एउटी, जुन यसको लट्ठी भाँचिदिएपछि त यो पनि ढल्छे। जुन जुन शब्द अपशब्द मलाई हिजो रन्डी भनेर हालेछ सर त्यहाँ, त्यसपछि म जागी छु सर, म जागी छु। मेरो जनताहरू मलाई न्याय दिनु, मेरो इसान छोराले न्याय पाओस्। प्रशासन यत्रो दिनसम्म आछ, राति 1 बजेसम्म आउँछ सर। प्रशासन आउँछ, त्यही क्वेसन सोध्छ यो छोरीलाई, त्यो बिमारीलाई खै रिजल्ट सर, रिजल्ट छैन। यहाँ हिजो तल लैछ यो बिमारी पहिरो मेरी छोरीलाई, यसलाई नै ढलाउन खोजेछन् सर। प्रशासन पनि आछन्, तिनै क्वेसन गर्छन् सर। मेरो बुढोलाई नीति नै गराउँछन् सर। मैले न्याय पाइन, गरेको देखिएछ, दुनियाँले गरेछ, डिएसपी देखि लिएर। रिजल्ट खै सर, रिजल्ट खै।